नमस्ते, गोर्खे डायरी युट्युब च्यानलमा स्वागत छ। आज हामी एउटा एकदमै आश्चर्यजनक राष्ट्रिय चुनावी नतिजाको समीक्षा गर्न जाँदैछौँ, त्यो पनि एउटा भर्खरै जन्मेको राजनीतिक दलको। सोच्नुस् त, केवल 6 महिना अघि एउटा सानो सहरबाट सुरु भएको पार्टीले कसरी सिङ्गो देशमा आफ्नो छाप छोड्न सफल भयो? आउनुहोस् यो रोचक यात्रालाई अलि गहिराईमा गएर हेरौँ। यो कथा सुरु हुन्छ पूर्वी नेपालको धरानबाट, जहाँबाट एउटा यस्तो नयाँ राजनीतिक खेलाडी मैदानमा उत्रियो जसले आफ्नो पहिलो प्रयासमै सबैलाई साँच्चै भन्नुपर्दा चकित नै पारिदियो। हो, हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टी मैदानमा त बिल्कुलै नयाँ थियो हैन, तर उनीहरूले पहिलो प्रयासमै राष्ट्रिय स्तरमा एउटा निकै बलियो सन्देश दिए, र त्यो सन्देश थियो यो नम्बर 3,85,902। यो हो उनीहरूले देशभरबाट पाएको कुल समानुपातिक मत, मतलब पार्टीलाई सिधै दिएको भोट। तर यो ठूलो संख्याभन्दा पनि बढी रोचक कुरा के छ थाहा छ? त्यो हो यो भोट आखिर आयो कहाँबाट, कुन ठाउँबाट? र जवाफले साँच्चै नै अचम्ममा पार्छ। यो भोट आयो देशका सबै 165 वटै निर्वाचन क्षेत्रबाट। अब यो मत वितरणको कथाले हामीलाई दुईवटा फरक वास्तविकता देखाउँछ। एकातिर छ उनीहरूको बलियो गढ र अर्कोतिर छ देशभर फैलिएको एउटा सानो पाइला। सुन्दा अलि अचम्म लाग्न सक्छ, तर देशको एउटै पनि निर्वाचन क्षेत्र यस्तो रहेन जहाँ उनीहरूलाई एक भोट पनि नपरेको होस्। तर यहाँनिर एउटा रोचक कुरा छ। एकातिर एकदमै गहिरो स्थानीय समर्थन अनि अर्कोतिर पातलो तर राष्ट्रव्यापी उपस्थिति। जब हामी प्रदेश अनुसारको मतको विवरण हेर्छौँ नि, एउटा कुरा एकदमै स्पष्ट देखिन्छ। पार्टीको समर्थनको सबैभन्दा ठूलो हिस्सा, मतलब लगभग 75% भन्दा बढी उनीहरूको गृह प्रदेश कोशीमै केन्द्रित छ। त्यहाँ उनीहरूले झण्डै 3 लाख भोट पाएका छन्। र यो चार्टले त त्यो भिन्नतालाई झनै छर्लङ्ग पार्छ। हेर्नुस् त, कोशी प्रदेशको समर्थनको उचाइ कस्तो छ। यसले अरू सबै प्रदेशलाई लगभग छायामा नै पारेको छ। बागमती दोस्रो स्थानमा त छ, तर कोशीभन्दा धेरै पछाडि। अनि सबैभन्दा कम मत कर्णाली प्रदेशबाट आएको देखिन्छ। अब यहाँ हेरौँ सबैभन्दा धेरै र सबैभन्दा कम मतको यो तुलना। यो त साँच्चै नै अचम्म लाग्दो छ। एकातिर उनीहरूको बलियो गढ सुनसरी 1, जहाँ 32,000 भन्दा बढी भोट आयो, अनि अर्कोतिर अछाम 2 र रौतहट 2 जस्ता ठाउँ जहाँ केवल 18 भोट मात्रै आयो। यसले के देखाउँछ भने एकातिर विशाल आधार छ भने अर्कोतिर न्यूनतम तर उपस्थिति भने छ। अब यसको बृहत चित्र हेरौँ, मतलब भविष्यको लागि एउटा जग। प्रश्न उठ्छ, यसको मतलब के हो त? के यो एकै ठाउँमा केन्द्रित समर्थन उनीहरूको कमजोरी हो? खैर, पार्टीको लागि जवाफ हो बिल्कुल होइन। उनीहरूको लागि त यो राष्ट्रव्यापी उपस्थिति चाहे केही ठाउँमा एकदमै सानो किन नहोस्, भविष्यको लागि एउटा बलियो जग हो। पार्टीकै एक केन्द्रीय सदस्य समीर तामाङको यो भनाइले पनि यही कुरालाई पुष्टि गर्छ। उहाँहरूका अनुसार सुदूरपूर्वमा जग हालेको दलले देशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा उपस्थिति देखाउनु नै एउटा ठूलो उपलब्धि हो। यसले उनीहरूलाई निकै उत्साही बनाएको छ। मतलब पहिलो लक्ष्य नै राष्ट्रिय पहिचान बनाउनु थियो, र त्यो लक्ष्यमा उनीहरू सफल भए। त्यसो भए समग्रमा चुनावी परिणाम के रह्यो त? हेरौँ है। पहिलो कुरा, उनीहरू देशको 5औं ठूलो राजनीतिक दल बने। प्रत्यक्ष चुनावमा 3 सिट जिते अनि समानुपातिकबाट थप 4 जना सांसद पाए। र सबैभन्दा महत्त्वपूर्ण, केवल 6 महिनाको छोटो अवधिमा राष्ट्रव्यापी उपस्थिति स्थापित गरे। यो केवल अङ्कको खेल होइन, यो त नेपाली राजनीतिमा एउटा शक्तिशाली प्रवेश हो। र यो सम्पूर्ण विश्लेषणले हामीलाई एउटा अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ कि श्रम संस्कृति पार्टीको यो उदयले नेपालमा परम्परागत राजनीति भन्दा बाहिर, मतलब त्रिमूल तहबाटै सुरु हुने राजनीतिक आन्दोलनहरूको लागि एउटा नयाँ युगको संकेत गर्छ त? हेरिदिनु भएकोमा धन्यवाद। यस्तै भिडियोहरूका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला।